फिटनेस निकाल्नु खोज्नुहुन्छ त्यो गर्दा अब उहाँले ओभरडु पनि गर्नुहुन्छ, टेक्निक पनि मिल्दैन अनि उहाँहरूको इन्जुरी हुने चान्स हुन्छ। सो चिजहरू जुन हामीले डिस्कस गरेको थियो अलिकति ध्यान दिनु पऱ्यो। म नाम चाहिँ लिन्न, हाम्रो नेसनल खेलाडी नै हो होइन। अहिले त आई थिङ्क उहाँ बाहिर पनि गइसक्नु भयो, नेपालमा चाहिँ होइन। तर एउटा इन्सिडेन्ट मलाई याद छ, उहाँको इन्जुरी भयो, तर एउटा के भन्नु खोज्छु भन्दा उहाँले कस्तो छ भन्दा उहाँले पनि ट्रिटमेन्टमा धेरै कोअपरेट गर्नु। सो मलाई पनि सजिलो भयो। म हजुर बताउँछु कसरी भन्दा अब जस्तो उहाँको खेलकै दौरानमा उहाँको नी ट्विस्ट भयो, मलाई एकदमै पेन भयो, स्वेलिङ धेरै भयो निमा। अनि एकजना चिनेको स्पोर्ट्स डक्टरले मलाई फोन गर्नुभएको थियो अनि मेरो एउटा हस्पिटलमा उहाँलाई ट्रान्सफर गरिदिनु होइन। अब त्यहाँ के भयो भन्दा उहाँ आउँदा अब अलिकति नाम चलेको प्लेयर, उहाँको कोच, उहाँको स्पोर्ट्स डक्टर, उहाँको आफन्त आएर एकदम प्रेसर होइन। सो मलाई के प्रेसर थियो भने डक्टर साहब अपरेसन गर्नुहोस् होइन। अब उहाँलाई मोटामोटी थाहा थियो कि अपरेसन अब स्वेलिङ देख्यो गोडामा अपरेसन गर्नुहोस्। सो मैले उहाँसँग कुरा गरेँ, अब उहाँको वाइफ हुनुहुन्थ्यो, उहाँको आफन्तहरू हुनुहुन्थ्यो, एकदम प्रेसर अपरेसन। सो मैले उहाँलाई भने हेर्नुहोस् पहिला तपाईँको के भएकै बुझेको छैन होइन। सो हामीले पहिला किनभने अफन हजुरको अपरेसनले गडबड गर्छ क्या हजुर। बिरामीलाई प्रब्लम नभएको ठाउँमा अपरेसन भएर झन् बिग्रिन्छ काम बस। सो हामीले बुझ्छौँ, हामी त ट्रेन्ड हो, हामीले बुझ्छौँ कहाँ चाँडो अपरेसन गर्नुपर्छ, कहाँ चाहिँ कुरेर अपरेसन गर्नुपर्छ। यो एकदम इम्पोर्टेन्ट छ छुट्टाउनलाई होइन। सो हामीले के गर्यौँ त्यो दिन उहाँलाई हस्पिटलमा एडमिसन गऱ्यौँ, एक्सरेहरू गऱ्यौँ। एक्सरेमा त एसिएल देखेन, एक्सरे नर्मल छ होइन। त्योपछि हामीले भोलिपल्ट एमआरआई गऱ्यौँ बस। अनि एमआरआईमा देख्यौँ कि उहाँको एसिएल टेयर रहेछ र मेनिस्कसमा पनि इन्जुरी थियो होइन। सो त्योपछि आयो अब गाह्रो। अब त्योपछि फ्यामिलीले प्रेसर लाउने, अब तपाईँको कोचहरूले पनि कोचहरूले त बुझ्नुहुन्थ्यो, तर फ्यामिलीले प्रेसर लाउने, हजुरको चाँडो अपरेसन गरिदिउँ, चाँडो अपरेसन गरिदिउँ। सो मलाई कन्भिन्स गर्न असाध्यै गाह्रो भयो, तर उहाँले मान्नुभयो। हामीले आई थिङ्क अराउन्ड 10-12 दिनपछि अपरेसन गऱ्यौँ। आई थिङ्क 2 हप्ता र 3 हप्ताको बिचतिर हामीले अपरेसन गऱ्यौँ होइन। सो मेरो मेसेज यसमा के छ भन्दा अक्युट एसिएल इन्जुरी होइन, सपोज अक्युट एसिएल इन्जुरी, भर्खर भएको एसिएल इन्जुरी छ, हजुरको धेरै स्वेलिङ छ होइन, पेन धेरै छ भन्दा चाँडै हाम फालेर अपरेसन गर्नुहुन्न। त्यो स्वेलिङ र पेन अलिक रिड्युस गरेर जुन रिह्याब गरेर, प्रिह्याब भन्छ तपाईँको अपरेसन अगाडिको रिह्याबिलिटेसन, प्रिह्याब गरेर नि अलिक क्वाइट भएर अपरेसन गर्दा रिजल्ट्स एकदम राम्रो हुन्छ। बस अक्युट फेजमा जब त्यो नि एकदम एङ्ग्री हुन्छ त्यति बेला जबरजस्ती गरेर पुस गरेर अपरेसन गराउनु भयो भने डक्टर त मान्दैन होइन। तर अब हुन्छ नि प्रेसर लाएर अपरेसन गराउनु भयो भने देयर इज